त्यो कुनै पनि युज गर्दिनँ। जस्तो मैले चिनजान भएको आफूले मन लेखाएको ठाउँमा म आफै पुगेर उहाँहरूलाई प्रस्ताव राख्छु। प्रस्ताव राख्दाखेरि उहाँहरूले मलाई विश्वास गरेर अहिलेसम्म गरिदिइराख्नु भएको छ, मलाई पुगिराखेको छ हैन। मैले जे होस् अहिलेसम्म कम्पनीमा जुन जुन कम्पनीले निकाल्नु भएको छ स्किम निकाले हुन्छ, यो यतिको गर्यो भने यहाँ टुर छ उहाँ भनेर, त्यो टुर अहिलेसम्म मैले मिस गरेको छैन। त्यही एउटा मैले खुसी, आफूलाई खुसी लाग्ने कुरा चाहिँ त्यो मिस नगरिकन गर्नु सफल भएको छु। म खुसी छु। जस्तो अरूले जस्तो सोसियल मिडियामा आएर मलाई भनेर हैन, त्यहाँ बोलेको एउटा कुरा हुन्छ, पछि व्हाट्सएप नम्बर दिएर अर्को पैसा कम देखाएर पनि धेरै पर्ने नि हुनसक्छ। त्यस्तो म गर्नु मलाई लाग्दैन सर। जे छ वास्तविक के आफूले डाइरेक्ट गएर जसलाई आफूले भन्नु मन लाग्छ सकिन्छ त्यहाँ गएर म आफै पुगेर म गर्छु। तर म त्यो गर्नु मलाई आवश्यक छैन। धेरै त्यो गाह्रो हुन्छ नि सर। अब जस्तो वास्तविक कुरा उहाँहरूले भनिदिनु भयो भने त त्यही कुरा बुझ्छ नि त। तर उहाँहरूले अब कति कुराहरू झुट बोलिदिनु भएको हुन्छ, उहाँहरूले त त्यही बुझ्छ नि त। अफिसमा गएर उहाँहरूले बुझे हुँदैन, देखेको हुँदैन। हामी अभिकर्तालाई विश्वास गरेर गर्ने हो नि त उहाँहरूले। त्यही भएर हामीले चाहिँ यस्तो समाजमा सत्य बोलिदिनु पर्यो कि बरु नगरौँ, यो गर्नुपर्छ भन्ने छैन नि त हैन। गर्नै छ भनेदेखि सत्यमा हिँडेर एकदम हामीले राम्रोसँग बुझाएर उहाँहरूलाई खुसी पारेर गर्नु सक्नु नै सबैभन्दा ठुलो मलाई चाहिँ खुसी लाग्छ।